जस ब्रो उठिसकेपछि यति अल्छी भएको म चाहिँ आज 7 बजीभन्दा अगाडि उठ्दैन उता माथिपट्टि डरम छ है उठिसक्यो अब के गर्नु मोबाइलमा चार्ज लाउँछु त्यसपछि सो यहीँ कोठीको नजिकै बसेको छु आज झ्याउला किन होइन थाहा होइन बिहानैदेखि मलाई छ आज मैले यार त किताब पढ्नु लगाऊ केही काम होइन आज गएर बस्नु पनि झ्याउला आज कहीँ माथि छोडिदिन्छु अहिले म अनि दाइले फोन गर्दै थियो भोलिलाई यसो बस्नुपर्छ है भाइ भन्दै बाउसँग बस्ने अरे अनि हाम्रो घर कोठी यहीँ छ हामी चाहिँ यहाँ उसको बुटमा नि बसिरहेको छौँ जय प्रभु यस्तो चर्क्या मेरो रामा हेर्ने लागेको छ कि औडा घाम चर्क्या आज क्यार्ने हो भन्ने जान त जाने भनेको जस बोरिङ डेमा म एकैछिन किताब पढेँ अब खाना खान जाँदैछु जस प्रभु अझै यिनीको मिटर फेर्दै जस प्रभु कोठी है यहाँ मैले देखाउँदैछु जस प्रभु हेर्नुहोस् यहाँ है अङ्कल आउन यहाँ उस फेर्नलाई मिटर फेर्नलाई है त मिटर हाम्रो बजैलाई भेट्न आइसकेको सन्जियो सन्च्यारै हुन्छ हाम्रो बजे हो मुस्काने मिठो आमा राम्री हुनुहुन्छ यही गाली मात्र कलन्छ पारेर हाम्रो बजै मम्मीको ड्युटी काम गर्न आइज भन्दै मैले चाहिँ ठिस हान्दै म चाहिँ काम गर्दिनँ म ठग हुँ ए हाम्रो यी चरु दादा गोले कहाँ हिँडेस् त यहाँ कहाँ हिँडेस् यता साइडमा आइज छिटो अङ्कल कोठीलामा आइसकेको छौँ अङ्कल कोठीलाई चाहिँ गुडवाला चाहिँ मोमो चाउमिन बवाल पकाउनु चाहिँ सफुल्की भन्छ जस्तो सनसेटको टाइम यस्तो बवाल देखिँदैछ होइन यतापट्टि हाम्रो खोलाची महाराज हुनुहुन्छ बडगङ्गा नदी त्यसै गरेर यता हुनुहुन्छ हाम्रो साक्षात् सूर्यदेव यता हुनुहुन्छ हाम्रो फायरजी त्यसै गरी हामी रोकियो यहाँ हेर्न सक्नुहुन्छ हाम्रो नदी ल बगे कि यमुना कता जाँदै चिन्ता मुना सिमसिमे पानीमा भन्न मिल्दैन जस प्रभु जय गङ्गेमा